2069 साल जेठ 8 गते से अलग मधेश देश बनेबाक अभियान में लागल डॉक्टर सीके राउत जनता के असंतुष्टि जन अभिमत से संबोधन कयल जेबाक कहैत मूल धारक राजनीति में आयल अछि। शुक्र दिन सरकार संग 11 बुंदा के सहमति करैत डॉक्टर राउत मूल धार के राजनीति में प्रवेश केने छै। ओ आब नुका कऽ नहि आब खुला राजनीति में प्रवेश केने छै। कोनो समय मधेश देश बनेबाक अभियानक लेल स्वतंत्र मधेश गठबंधन बना कऽ सक्रिय बनल डॉक्टर राउत अपन सभक आंदोलन से अतुक अवस्था भयावह भऽ सकबाक प्रति अपना सदैव चिंतित रहल ओ घोषणा सभा में बतौलनि। तें अपन सभक आंदोलन के शांतिपूर्ण अवतरण आवश्यक रहल आ ई बात अपना सब पहिनहि से महसूस करैत आबि रहल सेहो ओ सभा में बतौलनि। राजनीतिक सहमति घोषणा संबोधन कार्यक्रम में ओ ई सहमति जनता के लेल खुशी के बात भेल सेहो बतौलनि। अतबे नहि ओ ई ऐतिहासिक सहमति के लेल प्रधानमंत्री के धन्यवाद समेत देलनि। आजको यो दिन साँच्चै नै निकै नै ऐतिहासिक रहेको छ। हामीले विगत केही वर्षदेखि देशमा जुन एउटा विकराल समस्याको रूपमा जुन मुद्दा उठिरहेको थियो, जसबाट राज्य पक्ष पनि उत्तिकै चिन्तित थिए र हामी पनि उत्तिकै चिन्तित थियौं कि त्यसले कस्तो मोड लेला भविष्यमा भनेर, कसको नियन्त्रणमा रहला कि नरहला भनेर हामी पनि त्यतिकै चिन्तित थियौं। जुन मुद्दाले देशका समस्त नागरिकलाई, समस्त जिम्मेवार नागरिकलाई चिन्तित बनाउँदै आएको थियो, त्यसले कस्तो भयावह रूप लेला भनेर हामी दिनरात चिन्ता गर्दै थियौं। त्यसको आज बडो सहज रूपमा, बडो शान्तिपूर्ण रूपमा, बडो सुरक्षित रूपमा आज अवतरण यहाँ हुँदैछ र त्यही भएर यो नेपालको समस्त जनताको लागि खुशीको कुरा हो। हामी सबै देशका नागरिकको लागि यो ऐतिहासिक। डॉक्टर राउत इस सहमति के सकारात्मक रूप में लैत आगा बढ़ सब संग आग्रह समेत कयलनि अछि। ओ समृद्ध देश बनाबऽ दिस लागऽ सब संग आग्रह कयलनि। एकर लेल सभक साथ सहयोग आवश्यक रहल सेहो आवश्यकता महसूस कयलनि। सकारात्मक कुराको लागि सहकार्य गर्नका लागि तयार छौं। हामी एउटा समृद्ध देश बनाउनेतिर, विकसित देश बनाउनेतिर सबै जनताको सुख र सबैको साथको आवश्यकता छ र तपाईहरू सबैले हामीलाई यस सकारात्मक अभियानमा साथ दिनुहुनेछ भन्ने मलाई पूरा भरोसाका साथ। अपना कहियो प्रतिशोधक भावना नहीं रखने, लाठीचार्ज करने वाला प्रहरी के फूल देने, अपना सब सदैव अहिंसात्मक आंदोलन कहने कहत आंदोलन में साथ देवाला राज्य प्रहरी आ जनता के धन्यवाद समेत दिलनि। अपन आंदोलन के लक विभिन्न किसिमक भ्रम सृजना करबा कार्य भेल। एहि पर ओ दुख व्यक्त करैत ओ अपन सबक आंदोलन कोनो समुदाय के विरोध में नहीं भऽ कऽ अधिकारक लेल मात्र भेल सेहो बतौलनि। ती पक्षका जनताहरू जसले हिंसाका साथ आन्दोलन गर्न तयार भइदिन्छन्, तिनीहरूको लागि पनि एउटा यो पाठ बनेर रहला जस्तो मलाई लाग्छ। र हामीमाथि राज्यद्वारा विभिन्न दमन भए तापनि हामी कहिले पनि प्रतिशोधको भावना आफ्नो मनमा पालेनौं। मेरो खुट्टा भाँचिए पनि, हाम्रा कार्यकर्तामाथि दमन भए पनि हामीले त्यसको प्रत्युत्तरमा फूल आन्दोलन चलायौं, मेरीगोल्ड मुभमेन्ट हामीले चलायौं। लाठी चार्ज गर्ने प्रहरीहरूलाई हामीले चाहिँ सयपत्री फूल दिन थाल्यौं, गुलाब फूल दिन थाल्यौं र कतै न कतै उहाँहरूको पनि मनमा एउटा सद्भाव प्रकट भयो। त्यो चाहिँ हामीले प्रत्यक्ष रूपमा भोगेका छौं, देखेका छौं र त्यही कारणले हाम्रो पनि आन्दोलनमा धेरै हिंसा हुन सक्थ्यो। हामी अहिंसात्मकै भए पनि राज्यद्वारा अरू आन्दोलन जस्तै दमन हुन सक्थ्यो।
तर हाम्रो आन्दोलनमा कतै प्रहरीबाट पनि गोली चलाउने कार्य भएन। त्यसको लागि राज्य र प्रहरी पनि धन्यवादको उत्तिकै पात्र रहेको छ। यो संबोधन क्रम में वो पूर्व प्रधानमंत्री सबके प्रशंसा समेत कयलनि। ओ अपना सब शांतिपूर्ण मार्ग से कहियो विचलित नहीं भेल, कियाकि अपना सब बुद्धक संतान छी सेहो बतौलनि। 2069 साल जेठ 8 गते हामीले यही काठमाडौँमा एउटा पत्रकार सम्मेलन गरेर यस स्वराज आन्दोलनको उद्घोष गरेका थियौं र यो आन्दोलन विभिन्न प्रधानमन्त्रीहरूको कार्यकालबाट गुज्रियो र उहाँहरूले पनि यस शान्तिपूर्ण आन्दोलनलाई कदर्ने गर्नुभयो। उहाँहरूले पनि यस आन्दोलनको संवेदनालाई बुझिदिनु भयो। उहाँहरूले पनि कतै बल जफ्ती बल प्रयोग गर्नु भएन र त्यसबाट यो आन्दोलन जुन एउटा विस्फोट हुने कुनै पनि चरणमा विस्फोट हुने डर थियो, यसले एउटा नकारात्मक मोड लिने डर थियो, त्यसबाट हाम्रा पूर्व प्रधानमन्त्री ज्यूहरूले पनि जोगाउनु भयो र त्यही भएर यस अघिका प्रधानमन्त्रीज्यूहरू, माननीय प्रधानमन्त्रीज्यूहरू, पूर्व प्रधानमन्त्रीज्यूहरू डाक्टर बाबुराम भट्टराईज्यू, श्री स्वर्गीय सुशील कोइरालाज्यू, श्री शेरबहादुर देउवाज्यू र श्री पुष्पकमल दाहालज्यू पनि उत्तिकै धन्यवादका पात्र हुनुहुन्छ। हामी बुद्धका सन्तान हौं र अहिंसा हाम्रो रगरगमा बसेको छ। जनता सम्पन्न छँदैछ। यहाँ जनताले चाहियो भने जे पनि उनीहरूले हासिल गर्न नै सक्छ। त्यसको लागि संविधानमा नै पृष्ठभूमि तयार गरेको छ। त्यसले वार्ता मार्फत पनि राज्यले प्रतिबद्धता दोहोऱ्याएको छ। अब त्यो जनमत प्रयोग गर्ने काम जनताको हो। जनमत प्रयोग गरेर आफ्नो अधिकार हासिल गर्ने पालो जनताको हो। अब सबै अधिकार, सबै शक्ति जनताको हातमा आएको छ, जनताको हातमा निहित रहेको छ र त्यही भएर अब जे हासिल गर्नु छ, जसो हासिल गर्नु छ, जस्तो व्यवस्था ल्याउनु छ, जनताले आफ्नो अधिकार प्रयोग गरून्, आफ्नो मताधिकार प्रयोग गरून्, आफ्नो जनअभिमत प्रकट गरून् र उनीहरूले त्यो कुरा हासिल गरून्। शान्तिपूर्ण तरिकाबाट नै हासिल हुन्छ र समस्त देशको विकास, हित, समृद्धि र सुखका लागि त्यो अब हासिल गर्ने बेला आएको छ। अतबे नै डॉक्टर सीके राउत आब हिंसात्मक आंदोलन नहीं कर से हो सब संग आग्रह कलन। संबोधनक क्रम में ओ स्वतंत्रता के व्याख्या से हो कलन। ओ स्वतंत्रता के महत्व कौन अवस्था में रहल सेहो बात ओ बतौलन। जेल में रहल समय में अपना स्वतंत्रता की रहल से बात महसूस केने सेहो बतौलन। के कुरा अभिव्यक्त गर्न सक्छौं भन्ने कुरा त्यो स्वतन्त्रता हामीसँग नभएको बेलामा मात्रै हामीलाई थाहा हुन्छ। त्यही भएर यो 5 महिनाको जेल बसाई एउटा निकै नै रह्यो। यसले मलाई स्वतन्त्रता भनेको के हो, हामीले जुन स्वतन्त्रता अहिले पाएका छौं त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ, त्यसलाई कसरी उपयोग गरेर समस्त जनताको सुख र समृद्धिका लागि हामी लाग्न सक्छौं भन्ने मलाई ठूलो पाठ सिकाएको छ। त्यसका लागि म नियतिलाई पनि धन्यवाद दिन चाहन्छु। भनिन्छ कुनै अपराधी यदि मुक्त रूपमा हिँडिरहेको छ भने त्यो प्रहरीको असफलता हो, तर कुनै निर्दोष व्यक्ति यदि जेलभित्र कोचिएको त्यो एउटा न्याय व्यवस्थाको असफलता हो। त्यो सिङ्गो राज्यको असफलता हो, किनकि हामीले राज्य स्थापना गर्दाखेरि निर्दोष व्यक्तिलाई जेलभित्र कोच्नका लागि राज्यको स्थापना गरेका थिएनौं। राज्य भनेको कुरा आफैमा पनि एउटा साधन मात्रै हो, साध्य होइन। चाहे त्यो
दैविक व्युत्पत्तिको सिद्धान्तमा जानुस्, करारवादी सिद्धान्तमा जानुस्, उपयोगितावादी सिद्धान्तमा जानुस्, कुनै पनि सिद्धान्तले राज्य भन्ने कुरा आफैमा साध्य हो, त्यो फगत राज्य बनाउनैकै लागि राज्य बनाउने हो भन्ने कुरा चाहिँ कदापि होइन। राज्यको स्थापना नै हाम्रो सुरक्षाको लागि भएको हो, हाम्रो सुख र समृद्धिको लागि हो, सबैको भलाइको लागि भएको। र त्यही भएर हामीले चाहिँ जेलभित्रका कुराहरू गर्दा पनि, हुन त अब यहाँ प्रधानमन्त्रीज्यू स्वयं आफै 14 वर्ष जेल बसेर आउनुभएको छ, उहाँलाई जेलको अनुभूतिहरू सुनाउनु भनेको एउटा सूर्यलाई दियो देखाउनु जस्तै हुनेछ। डॉक्टर राउतक संबोधन बाद बाजने प्रधानमंत्री केपी शर्मा ओली डॉक्टर राउतक खूब प्रशंसा कयलनि। प्रशंसा के क्रम में ओ डॉक्टर राउत में पुष्प कमल दाहाल जेहन नेतृत्व करबाक क्षमता अपना पौने सेहो बतौलनि। विशेष गरेर सीके राउत जी, जसमा साधारण निर्णय क्षमता मैले देखेँ। मैले त्यस्तो निर्णय पुष्पकमल दाहाल प्रचण्डजीमा देखेँ हो। प्रधानमंत्री ओली राष्ट्रीय एकता के पक्ष में आयल पर डॉक्टर सीके राउत के धन्यवाद समेत दिलनि। ओ डॉक्टर राउत इंजीनियर आ वैज्ञानिक रहल कहैत हुनक प्रशंसा जोर शोर से कयलनि। उहाँलाई बधाई भन्न चाहन्छु। उहाँ एउटा वेल एजुकेटेड इंजीनियर, साइंटिस्ट, कता कता बात। तहिना घोषणा सभा में प्रधानमंत्री केपी शर्मा ओली बौद्धिक व्यक्तित्व डॉक्टर राउत आब सही ट्रैक में आयल सेहो बतौलनि। इंजीनियर, साइंटिस्ट, कता कता बाटो बिराउँदा बिराउँदै बिग्रिने हो कि मलाई पनि अलिक डर थियो। तर खुसी लाग्यो, टेक्नोक्राट मात्रै होइन, एउटा थिंकर पनि हो सीके राउत। प्रधानमंत्री ओली देशक अखंडता सर्वोपरि भेल सेहो बतौलनि। विगत समय में नुका क या कही त अर्धभूमिगत अवस्था में आंदोलन करैत आयल डॉक्टर सीके राउत 11 बुंदा के सहमति संगे खुला राजनीति में आयल अछि। हुनक मूल धारक राजनीति में आगमन के संगे मधेशक राजनीति में किछु नयापन देखेबाक निश्चित अछि। अपन टेलीविजनक लेल अजय शाह, शिवाली।